गाइस ल अहिले चाहिँ हामी यहाँनिर सातो बाटो यो के अरे सातो बाटो 7वटा चिलाउनेको रुख भन्थ्यो पहिला होइन अनि ठ्याक्कै म चाहिँ यहाँनिर आइसकेको छु यहाँ पहिला रुख चाहिँ हाम्रो यहाँ अहिले हामीसँग रुख छैन है यसो यहाँ बाटो छाटो अब बनाउँदै थियो र यो चाहिँ सकियो यहाँबाट भ्यू चाहिँ बबाल आउँछ क्या यतापट्टि गर्ने हाटुको डाँडा आयो यहाँनिर गयो भने पारी चिसपानी हो त यता चिसपानी मन्थली यता चाहिँ बबाल हुन्छ होइन भ्यू चाहिँ यस्तो बबाल आउँछ यहाँनिर सट्टा लाएर है यता देउराल डाँडा भयो अनि उतापट्टि यता त भयो डाँडाको भ्यू चाहिँ बबाल छ क्या जे भने पनि होइन यहाँ चाहिँ ठाउँ चाहिँ बबाल नै छ अनि यस्तै छ है चनको चाहिँ यस्तो रमाउने ठाउँ छ नि होइन पुरै बबाल छ क्या ठाउँ चाहिँ यो अनि टक्क लाएर हाम्रो भ्यू त मरत छ है फेरि डाँडा काँडा होइन डाँडातिरहरू भ्यूहरू यस्तो राम्रो देखिरहेको छ क्या बबाल छ सो गाइस अहिले चाहिँ हामी यता जान्छौँ यतापट्टि साइडमा अनि तलतिर हेर्न सक्नुहुन्छ तल चाहिँ त्यो पुरानो हजुरबाउको गोठो है हाम्रो चाहिँ पहिला भन्थ्यो कि होइन तेरो बाजेले भन्थ्यो पहिला त्यो आँखाले देखिन्छ चाहिँ सब तेरै जग्गा हो भन्थ्यो तल चाहिँ त्यो खोला टक्क उ त्यो डाँडा चाहिँ हाम्रै जग्गा है यो दोस्रो डाँडा भन्दा तलदेखिको डाँडा चाहिँ त्यहाँभन्दा तलतिर चाहिँ हाम्रै छ है अनि यस्तो डाँडा छ अब पहिला तल गइन्थ्यो अहिले यस्तै छ है गाइस अब लाग्यौँ साढे राम्रो बाजे ए ल यहाँ चाहिँ हाम्रो बाजे आइसक्नु भएको छ होइन अनि हामी चाहिँ जङ्गलतिर घुमिरहेछौँ क्या मामा र म आई दुवैजना होइन मस्त लागेर जङ्गलतिर गयो अब के छ र यतिर त फेरि बाघ पनि आउँछ हेर हाम्रोतिर त होइन बाघ आउँछ आज बाघको त्यही त लुका देश गाइस अहिले यस्तो हामी आइसक्यौँ होइन यतापट्टि पुरानो गाउँ छ उता पारिपट्टि यतापट्टि साइडमा पुरानो गाउँ भयो यो यता बाइसला भयो अनि यो चाहिँ भ्यू चाहिँ चिसपानीको भयो अनि तत्र लगाएर घुम्दैछौँ अनि हामी जाने भनेको चाहिँ कहाँसम्म जाने हो भने चाहिँ उता पारी त्यो के अरे मान्छे हाम्रो चाहिँ हाटुमा डाँडा भनेको चाहिँ त्यही हो होइन यता मान्छे बोल्ने ठाउँ चाहिँ त्यही हो हामी त्यो डाँडासम्म जान्छौँ है अनि फेरि त्यहाँबाट गएर एकछिन बसेर अनि हामी फर्किन्छौँ है त्यहाँदेखि चाहिँ त्यस्तै छ पारिपट्टि यो लास्ट भिड छ क्या होइन पहिला हामी चाहिँ उयो तलसम्म गएर दाउरा लिएर आउँथ्यौँ तल चाहिँ खोला छैन यत्रो तल भिडमा मरि बोकेर यता आउँथ्यौँ क्या पहिला चाहिँ त्यो भयो अनि यता माथि जङ्गलतिर चाहिँ यस्तो सेउलाहरू अलिअलि काट्न आउँथ्यौँ अनि यस्तै छ है अनि त्यहाँदेखि ओए ल के हो त्यो मोबाइलबाट हेर्छु म मोबाइलबाट हेर्नु नि उयोमा कस्तो के हो सेतो छ त ल उतापट्टि के हो सेतो झुम्मुर छ त यहाँ के हो ओ माइ गॉड त्यहाँ पुगेर आइदिउँ एकचोटि पुगेर आइदिउँ न त्यहाँनिरमा म त के सक भइदिएर एकैछिन त्यो त हिलोमा आएको पुत्ला जस्तो के उठेर बसिरहेको क्या त्यो त्यहाँनिर हाम्रो मेन डेस्टिनेसनमा आइसक्यौँ होइन अनि त्यहाँदेखि तल यता चाहिँ हाम्रो तल खेतहरू छ तल पनि ल तल खेतहरू छ होइन अनि यहाँनिर उयो ढुङ्गा भएको त यसलाई चाहिँ हात्ती ढुङ्गा भन्छ होइन किनकि यहाँ हात्ती ढुङ्गा किन भन्छ भने पहिला चाहिँ त्योभन्दा अगाडि यो फलेटको बोर्ड है फल्या चाहिँ छैन फल्या भयो देखाउँथे यो चाहिँ किनकि यहाँनिर पहिला हात्ती र सर्पको डाम थियो अरे क्या यहाँनिर यसमा हो कि त्यसमा म नै कन्फ्युज छु यहाँनिर चाहिँ पहिला हात्तीको डाम थियो अरे है त्यही भएर यसलाई हात्ती ढुङ्गा भनेर क्या अब त्यहाँनिर हो यस्तो सर छ यहाँनिर चाहिँ यो चाहिँ हाम्रो मसन घाट भन्दा नि हुन्छ यहाँनिर चाहिँ हाम्रो मान्छे बोल्ने ठाउँ क्या यो चाहिँ अनि त्यही भएर हो उता स्वामीको रुख छ अनि हात्तीको पल्लो हो ए उयो ए यो बिचको यो डाम छ हात्तीको म यहाँ जान्छु एउटा हो यहाँनिर उही कस्तो गाह्रो हो चढ्नुलाई खै हात्तीको डाम कहाँ खाँदै यहाँ खै यहाँ सर्पको डाम होला यो ऊ त्यो चाहिँ होला यो खै त डामै होइन त यहाँ थियो यार कता तर यहाँ चाहिँ थियो यार म चप्पल लगाएर आएर छु न त चिप्लिन्छ होइन टक्क लाएर यस्तो
कहाँ यता थियो यस्तो ढुङ्गा चाहिँ यस्तो बगाल छ यहाँनिर ओ आखे इट फल्ट मुला क्या रे इट फल्ट मुला क्या रे हाँ हो कहाँ गराउनुमा घाँस हालेर यही होइन अनि त्यहाँदेखि उयो माथि पारी डाँडा देखेको चाहिँ यो त थानपति डाँडा हो होइन थानपति डाँडा थानपति महादेव मन्दिर हो है यो सुन्नु नै भयो होला अनि माथि डाँडा हो चाहिँ हो त्यो माथि डाँडा एकछिन म जुम गरेर देखाउँछु है अर्कोबाट लगाइस यो चाहिँ हाम्रो थानपति डाँडा हो होइन थानपति महादेव मन्दिर यसलाई चाहिँ अब जुम गर्दाखेरि टक्क लागेर जान्छ है भ्यू चाहिँ त खतरै छ क्या त्यहाँ माथि ल तलतिरपट्टि यहाँ चाहिँ पहिला आगो बल्थ्यो क्या त्यो पहिला दोजर खन्दाखेरि ढुङ्गा जुतेर चाहिँ आगो बल्थ्यो क्या तर बवाल छ है ठाउँ चाहिँ ल खतरा देखिरहेको छ सक्यौँ होइन अब धेरै बेर बस्नु हुँदैन यो डाँडा भुत लाग्छ है फेरि फेरि हजुर ढक्क खाराम लाग्छ ए अयो अनि तलबाट डाँडा यत्रो बाघ कहिले होइन यो अहिले 3-4 वर्ष भयो माथि जङ्गल छ क्या सिधा म यही डाँडामा आइपुग्यो त्यो त्यहाँ डाँडामा निस्क्यो यो उता त्यहाँ डाँडामा ए अनि त्यहाँबाट म पनि त्यहाँ पुग्नु बाघमा त्यहीँ आइपुग्यो ओबी होइन त्यहाँबाट त्यो सुक्क माथि गयो अनि गइसकेपछि आज यिनीहरूले हो आज कस्तो गाई गोरु मारेर लाग्यो भने त्यो काहीँ थाहा भयो बाजेको यहाँ माथि र जङ्गलमा गाई नै खाइदियो नि हो र छुरी नाच्नु पहिला त यहाँनिर जङ्गल थियो नि यो रोड नबन्दिल भन्दा अगाडि होइन बाजे अनि यहाँनिर त राति 7 हिँड्नु त्यही त बस्छु यो माथि बस्छु हाफ काइन्डा बुढेको पहिला अनि बाजे के हुन्थ्यो यहाँनिर यहाँ पहिला त केही पनि थिएन यहाँ सरकारी यो खालि सोधबेर धनेर मात्रै थियो त्यो मलाई थाहा भएको भनेको अलिअलि जङ्गल थियो यता पनि अलिअलि थियो अब मलाई पहिला त हाम्रो थाहा हुँदैन नि त तपाईँहरूको पहिला चाहिँ सोधबेर धनेर चिनाउने हुँदो रहेछ त्यो पछि रोपेको क्या यो पञ्चकालमा रोपेको हो यहाँ पहिला वन पालेहरू पनि बस्थ्यो नि यसमा त बस्यो एउटा वन पाले हिँड्नु बुढो ओ हिँड्नु बुढो ढ्याङ्ग्रेको बिर्रो माइला त्यहाँबाट अनि पछि चौरबहादुर कार्की पनि बस्यो त्यो चौरबहादुर कार्की बसेको मलाई पनि थाहा मात्र थाहा हो चौठुला बसेको मलाई पनि थाहा छ होइन अनि त्यो माथिको बोजे भनेको पनि बसेको थियो क्या त्यो के अरे ढ्याङ्ग्रे हो कि परि गाउँ क्या माथि को पनि एउटा बसेको थियो होइन पहिला एउटा पहिला बसेको त अनि यहाँ चोकरी खिच्ने बस्यो काले अनि त्यहाँबाट यो ठाकुर पहिला अझ सुन न पहिला अझ रतोली खेलेर होइन रतोली भन्दा नि गीतहरू दोहोरी गाएर जित्ने बित्तिकै लोथारेर लाने के अरे तानेर लाने कुरा पनि थियो पहिला ए त्यो त अझै नै अब केटीले जित्यो भने सोगुन राख्ने अनि ल्याउने के होइन उसले जित्यो भने अब लोग्ने मान्छे सोगुन राख्नु पर्ने अनि लोग्ने मान्छे जित्यो भने अनि एकैचोटि काँधमा कसरी केही नभन्ने अब उसले गीतबाट त्यो हारिसकेपछि त खिच्चैहाल्ने त अनि जुप जमाने कुन गीत दोहोरी तामाङ हाम्रो पुरानो फाबा बाजे अब होइन के गर्नु नि एउटा गीत गाइदिनु ल पहिला जमाना गीत होइन टक्क लाएर अहिले सुन्ने बेला नि हुन्छ नि त तपाईँ कुन चाहिँ गीत आउँछ ल मलाई चाहिँ नि अब त्यो तामाङ छेला आउँछ अलिकति स्वर मिलाउन सक्दैन होइन ल मिले नमिले टुक्का गाइदिनु ल एउटा टुक्का अब टुक्का त मिलाउँछु अनि गीत त धेरै आउँछ ल एउटा तपाईँलाई त्यो अलिक ढक्क टाइपको मिल्ने बर्माला देश भाषी खाला कम मानिने भन्थ्यो अनि धेरै छ यो गीतहरू भोलि पछि म मजाले गाउँछु ए ओके छ त ल बाजेले नेक्स्ट टाइम अर्को भिडियोमा गाउनुहुन्छ गीत होइन अनि पुरानोहरूको चाहिँ पुरानो त मेलोहरू हाम्रो त सबै थाहा हुन्छ नि अहिले नयाँ चाहिँ हामीले थाहा छैन है पुरानो यो फाबा गीतहरू चाहिँ अलिअलि अनि बाजे अनि योबाट के भुसुत आउँछ पहिला के भन्थ्यो नि यहाँ त राति हिँड्न नहुने के हो कुरो यो अहिले त भुसुत त्यस्तो आउँदैन मान्छे बढी भयो कि पहिला चाहिँ मैले भनेको पहिला चाहिँ पहिले त हजुरआमाले भनेको सुनेको तपाईँको हजुरआमाले कि मेरो हजुरआमाले तपाईँको हजुरआमाले सबै बुढाबुढी अब त हजुरआमै भनौँ न है त्यो गान्नु महरूले
अनि भस्मै दिएर खेत रोपेर आइसकेपछि अनि यसो फर्केर हेर्दै हात दुङ्गो छलममा आगो बाल्दै क्या त्यही त भोटले अनि गीत अघि भर्खर मैले बाजे के हो हामी एउटा आइरहेको थिएँ मागेर म होइन त्यो डाँडामा के उभ्याएको थियो देखि क्या हो झस्क दिन्छ क्या त्यही त त्यो त भूतले हो नि त्यो हावा हो कि हावा गयो आज म झन्डै त्यस्तो देखाएको आज फेरि मैले अनि त्यो रागे भूत हुन्छ नि हो यो मैले सुने रागभूत यो डाँडा मास्टर यो बैशाख गाउँमा मान्छेले जर्लङ्गै बालेको देख्छ अरे त्यसले राखेको फेरि हाम्रो गाउँबाट पारीभित्र देख्छ नि बज्दैन त्यो त देख्छ हो त्यस्तो त्यो चाहिँ राति राति हिँड्ने नि त अनि बाजे ऊ त्यो ढलपेलो डाँडाको त्यो च्यान डाँडा छ नि त्यहाँ पनि के राति त्यो भूतले हाम फाल्छ कि भन्ने कुरा थियो त पहिला त्यहाँ दादा पहिला हामी त्यो ढ्याङ्डे के अरे पूर्णिमामा ऊ त्यो माथि गुफा डाँडामा गुफा बस्दाखेरि त्यो च्यान डाँडा पिपलबाट के अरे भूत हाम फाल्यो कि भन्ने पनि थियो क्या त्यो झोलपिप डाँडामा चाहिँ मङ्सिरमा यो मान्छे मर्नु छेत्री मर्नु छ भने 5 जस्तो सेतो अल्को झिलिङ माथि अल्को अल्को हुन्छ अरे त्यही त अनि एकदम बौदी पुरा कुकुर माने धान बगेर अगाडि रात 12 बजे अल्को 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 त्यो पिपल वर्षमै पुग्यो अरे उता तल गाउँबाट आयो अरे त्यहाँबाट तल गाउँबाट आइसकेपछि त अल्को बत्ती बालेको छ फेरि जिउभरि जिउभरि अब यहाँबाट छिर्दैन म अनि हेर्नु गएर त्यो केरबारी बाजेको घरबाट अनि सट त्यही माथि मर्किन निस्किरे अनि निस्किएर अनि घर आइपुग्यो तर पहिला पहिला त त्यो भूत भन्ने अलिकति विश्वास पनि हुन्थ्यो नि त पहिला पहिला डेन्जरै हुन्थ्यो क्या फेरि कहाँ दिउँसो हिँड्ने यहाँ मान्छेले झ्याप्पै सब मात्र पछाडिपट्टि तान्थे अनि त्यस्तो क्या पहिला त डेन्जर क्या फेरि पहिला है अनि यसरी डाँडामा आयो अरे यसरी हिँड्छु भन्छ र पछाडि तान्छ हेऱ्यो मान्छे के छैन अनि यो 5 सालतिरको कुरा हो बाजे त्यो राणा शासनको पालाको कुरा राणा शासनको पाला भनेपछि हामी पुरानै जमानाको कुरा गरिरहेछौँ गाइस होइन अब यस्तो यस्तो कुरा गर्नलाई सुन्नलाई चाहिँ गाउँघरतिर आएर बुढापाका बाहरूसँग अलिअलि केही सिक्नुपर्छ क्या अनि यो पछिमा आएको त यो पञ्चकाल त धेरै पछि आएको अनि पञ्चकालमा पनि धेरै मान्छे मऱ्यो क्या निर्तली र बौद्धली भनेको अहिले चाहिँ बौद्धली व्यवस्था चाहिँ बहुमत मिल्ने तपाईँ हामी त्यसरी एउटै सरकारको कुरो मान्नु पर्यो क्या नभए झेलमा हालिदिने रे हो मैले सुने तँलाई चाहिँ अब भने काम गरेन छ भने मुत्त हालिदिने अनि अहिले मुत्त नसुत्त डप्ची डम्ची सबै बुझी त दुर्दै त्यो मुझी त दुर्दै तेह्र मुत्त नसुत्त तेरो घरमा खाना छैन जाले तेरो मुद्दामा त्यतिखेर यो ठाउँ ठाउँमा मान्छेले पिट्दो रहेछ कि मरियाहरूले अनि फेरि यो दोरम्बा गाविसमा के गर्यो भने एउटा पोखरी गएर ल यो जङ्गलमा दाउरा नकाट भन्छ किन दाउरा नकाट्ने भने यो हरियोभरि जङ्गल राख्नुपर्छ यसको झ्यालहरू हुन्छ ढोगोहरू हुन्छ यो जङ्गल मास्नु हुँदैन भने ल हामीले अब भात पकाऊ भनेर अनि त्यो हामी बाछो रहेछ अब त जङ्गलको दाउरा त बाल्न दिएन भने अब तँलाई चाहिँ दाउरा कहाँ दिनु त भात पकाउनु ल यही ढुङ्गा बालेर चाहिँ भात पकाऊ भनेर अनि चारवटा 3 टुल ढुङ्गा बनाइदिएर अनि यस्तो टुकुर टुकुर दाउरा दिएर ढुङ्गा अनि होइन दाउरा ल्याऊ भनेर फेरि पछि त तँले अब दाउरा काट्न दिँदैन तँले दाउरा किन चाहियो तैँले खोजेको के हो भनेर अनि त्यतिखेर ठ्याकुर भन्छ नि त हँसी ठुलो क्या जङ्गलमा भात सात पनि अहिले दाउरा चाहिएको भात पकाउने मैले भने अनि पिँधेर लगाएर मेरो यहाँमा अब यो भोटिनीसँग सक्दैन भनेर त्यो प्रशासन गएछ अरे पहिलेको लेखाले आइमेहरू त तल हो नि कसको लेखाली भोटिनीहरूको त कत्रो रे आमा झा भन्दो रहेछ क्या आशा पनि माई मृङ भाइ बाजिने भुली खादिन रेम भाइ बा घा खादियो म घाँसिला मागा भने अनि ओ माई भनिदिनु चिउ नखाला मुही बासी भने अनि 5वटा भैँसी ल्याएर एउटा ट्याक पारेर आएछ बुढो अनि म त गम 14जनाले भारी मुजी त 12 13 कति सक्दो बुढो त्यस्तो जवान थियो कि हाम्रो
यो अहिले सास उठ्छ तर पहिला जमानामा यो कुरा सुन्यो भने हजुर होइन हो अनि अहिलेको कुरोहरू नि तगडा मान्छे नै तगडा थियो नि त यहाँबाट लडा दौडाबाट झट्कै उठ्ने उहिलेको मान्छे हो अन्त खस्याको लागि आइएला राडीको बानी त अस्पताल बाजे पैसा कहाँबाट लिनु जानु गाडी बोला हस्पिटल अनि बेला त अहिले त के गर्नु पर्दैन अब सुत्दा खाडबाट लडे पनि हस्पिटल अनि पहिला त फेरि हिँड्दा हिँड्दै बच्चा त अनि बाजे आइनेहरूले पनि अनि अर्को एउटा कुरा के भने होइन सुन्नु अर्को एउटा कुरा के भने अनि पहिला मान्छे त उडेर तर त च्याप समातेर क्या बाजे के हो त्यो उखान होइन उखान हो कि साँच्चीको समाते हो त्यो साँच्चै सम्म क्या बुकले यस्तो पहरा भेटिन भन्ने ओ यस्तो रुखको टुप्पो बनाउँछ यस्तो रुखको टुप्पोमा हामीले बच्चा हुँदाखेरिमा त्यो त अब अहिलेको मान्छेले भन्दाखेरि त यो बुढाले हावा कफ लाग्यो भने जस्तो हुन्छ अहिले त यो जाँदा फट्टा भन्छ नि अनि अहिले त पत्याउनु पर्दैन यो यत्रो रुखमा को चढ्न सक्छ र होइन टुप्पोमा जाने अनि कस्तो खालको रुख जगाउने क्या आफ्नो आफ्नो पालो यो तपाईँ अहिलेकति बाजे होइन तपाईँ अहिलेकति तपाईँ कति वर्ष हुनुभयो भन्नु त म अहिले अब भयो अब 60 62 63 64 भयो 64 वर्ष भयो 64 वर्षमा यतिको जोस भनेको त्यो धेरै राम्रो हो कि बाजे भन्नु न 64 भयो अनि अहिलेको बुढा यतिको जोस आउँछ अब मेरै पनि आउँदैन क्या यतिको जोस त अब उस बेला कुरो तगडा मान्छे नि तगडा अनि अब बाजेले चाह्यो भने उफ्रेर त्यो एकचोटि त्यहाँ पुगिदिन्छ होइन बाजे अनि बाजे एकचोटि खै ऊ यस्तो हेन्सम मान्छे अनि फेरि खोजेर कतै मान्छे यसो एक दुईजना पहिला त बाजे पनि खेलाडी नै होला नि त अब म धेरै पछि लाग्यो त्यो काण्डमा मैले खाएर नि कत्ताले कस्तरी उठ्यो म चाहिँ घिर्लिकै पार्दिनँ त न्याक्लेकै पारिदिन्थेँ मैले मान्छेलाई त्यो जाँदा त्यो खोज्ने म साना गाँठीको है हो अब म झन् डायर खाएको पहिलेदेखि म चाहिँ गन्देश म चाहिँ ल्याम्रे भयो क्या हो तर यतिको यो होइन यतिको उमेरमा 64 वर्षको उमेरमा बाजेको जोस चाहिँ यहाँ भरिभरि छ क्या जुन अहिले केटाहरूको छैन हो कि बाजे भन्नु अनि अब यतिको बेलामा त्रिवेणी जात्रा जाने गीत गाउने मजाले अनि गीत सुन्ने 3 दिनसम्म बस्छ हजुर त्यही त घरमा चाहिँ 3 दिन आइपुग्ने अनि माइजीले केही गर्नुहुन्न कराउँदैन थियो तपाईँले होइन त्यसरी माइजी लागेको थिएन मैले जबनकै कुरा अनि त्यहाँतिर मन्त्री बाजे के छ खबर एकदम ठिक होला ए ल अनि यो के बुढा बाजेहरूको के झन् बुढा हुँदै गयो झन् जोस भरिदिए आउँछ के भयो यस्तो यार अब आशिक मलम दिनुको लागि तपाईँहरूको लागि म एकदम जवान हुनु पर्यो फरेर आशिक मलम आउनु पर्यो विजया दशमीको शुभकामना हो सबै ल है बाजे ओके अनि माथि चाहिँ पिङ हाल्दैछ होइन एउटा हो टक्क लगाएर ल यस्तो डाँडाको बिचमा होइन हाम्रो चाहिँ यहाँनिर पिङ हाल्दैछन् टक्कडा बाँधिरहेको छ यहाँनिर यस्तो ठाउँ छ